नमस्ते सबैजनालाई। तपाईँ किन यस्तो हर्क सम्पाङ सर? देश र जनताप्रतिको यति धेरै चिन्ता र देशभक्ति, असल देशभक्ति देख्दाखेरि साह्रै भावुक हुन्छु। जब देश जलेर भत्ताभुङ्ग भएको थियो त्यो समयमा देशको आँसु पुज्छु भनेर हिम्मत गरेर अगाडि बढ्ने पनि तपाईँ नै हुनुहुन्थ्यो। जब जेएनजीहरू घाइते भएर उहाँहरूले एउटा शरीरको अङ्ग गुमाउनु भएको थियो त्यो समयमा पनि सान्त्वना दिन तपाईँ नै हस्पिटल पुग्नु भएको थियो। अहिले विभिन्न ठाउँमा पुगेर जनताहरूसँग आत्मीयता बढाउँदै हुनुहुन्छ। यो सबै कुराहरू देख्दाखेरि तपाईँप्रति अझै धेरै सम्मान बढेर आउँछ। जसरी तपाईँको इमान्दारितालाई कसैले किन्न सकेको छैन त्यसरी नै मेरो तपाईँप्रतिको आस्था र सम्मानलाई कुनै पनि लोभ र लालचले किन्न सक्ने छैन। तपाईँप्रति जति पनि आलोचनाहरू आइरहेको छ तर पनि त्यति धेरै आलोचना आउँदाखेरि पनि देश र जनताप्रतिको मायामा अलिकति पनि कमी छैन, कमी भएको छैन र आउने दिनमा पनि नहोस्। सधैँभरि सत्यको जित होस् र जय माटो जय देश।